उपस्थित महानुभावहरू, यति बेला यो स्टेजको अगाडिपट्टिको भागमा डोको बुन्ने प्रतियोगिता चलिरहेको छ र हौसला दिँदै अवलोकनकर्ताहरूले अवलोकन गरिरहनु भएको छ। यसको मजा बेग्लै छ। देशको 77 जिल्ला मध्ये ताप्लेजुङ एउटा यस्तो जिल्ला हो जहाँ कला संस्कृतिका कुरा त छँदैछन्, शिवका कुरा पनि छन्। पँधेरोबाट पानी बोकेर ल्याउनदेखि गाई बस्तुलाई घाँस काटेर बोक्नका लागि पनि प्रयोग हुन्छ डोको। डोकोको काम घाँस बोक्न मात्र होइन, पानी बोक्न मात्र होइन। डोको हाम्रो दैनिकीसँग जोडिएको छ, किसानहरूको जीवनसँग जोडिएको छ। यो यस्तो महत्त्वपूर्ण अति आवश्यकीय औजार हो हाम्रो खेती किसानको जीवनमा। सबै नहुने चिज हो डोको। पुराना पुस्ताहरूले यति मजाले बुन्नुहुन्छ तर उत्तिकै पिर पनि छ। नयाँ पुस्ताले कतै बिर्सने पो हो कि भनेर हो। सिप हस्तान्तरणका लागि एउटा यो गतिलो अवसर पनि हो। नयाँ पुस्ताले नबिर्सिउन्, पुरानो पुस्ताबाट सिपहरू नयाँ पुस्ताले ग्रहण गर्न सकुन् भन्ने मुख्य उद्देश्यका साथ डोको बुन्ने प्रतियोगिता सञ्चालन गर्दै आएको यहाँमा सर्वविदितै छ। आजको यो प्रतियोगितामा प्रथम स्थान कसले हासिल गर्नुहुन्छ, दोस्रो स्थान कसले हासिल गर्नुहुन्छ अनि तेस्रो स्थान कसले हासिल गर्नुहुन्छ। यो दृश्य कति रमाइलो छ। यो प्रतियोगिता सहभागी जसले नाम टिपाउनु भयो र जसले अहिले धमाधम डोको पनि राख्नु भएको छ, लेकाली चोयाको डोको। हजुर, पासाङ शेर्पा फुङलिङ 2 बाट आउनु भएको छ। डम्बर बिको हुनुहुन्छ, पासाङ शेर्पा फुङलिङ 9 बाट हुनुहुन्छ। गोवा तामाङ फुङलिङ नगरपालिका 10 बाट हुनुहुन्छ। पेम्बा शेर्पा मेरिङदेन 6 बाट आउनु भएको छ। लाक्पा नुपु शेर्पा फुङलिङ नगरपालिका 2 बाट आउनु भएको छ। भीमकुमार कार्की फुङलिङ नगरपालिका 11 फावाखोलाबाट आउनु भएको छ। मीनकुमार कार्की फुङलिङ नगरपालिका 9 हाङ्देवाबाट आउनु भएको छ। यसै गरी गिरेन्द्र विष्ट फुङलिङ नगरपालिका 9 बाट नै आउनु भएको छ भने लक्ष्मण गुरुङ फुङलिङ नगरपालिका 9 बाट आउनु भएको छ। धनबहादुर गुरुङ फुङलिङ नगरपालिका 9, सन्तवीर बिक फुङलिङ नगरपालिका 8 को छ। यसै गरी योगेश शेर्पा मैयाखोला गाउँपालिकाबाट आउनु भएको छ। यसै गरी प्रकाश गुरागाई फुङलिङ नगरपालिका 9 बाट आउनु भएको छ। मैदानमा 14 जना कसले बाजी मार्नुहुन्छ, कसले बाजी मार्नुहुन्छ थाहा छैन। निर्धारित समयभित्र उहाँहरूले बुनेर, त्यसमा पनि बुनेर मात्र पनि पुग्दैन, यसको आफ्नै एउटा नियम छ, मापन गर्ने आधार छ। जजहरू हुनुहुन्छ, त्यो जज अर्थात् निर्णयको जिम्मेवारीमा हुनुहुन्छ लेखबहादुर श्रेष्ठ। उहाँ हाम्रो पाहुना पनि हुनुहुन्छ, उदयपुरबाट आउनु भएको छ। यसै गरी ज्ञान कुमार राई हुनुहुन्छ जजको रूपमा, उहाँ पनि हाम्रो पाहुना हुनुहुन्छ र उहाँ धनकुटाबाट आउनु भएको छ। र एकजना जज हुनुहुन्छ पासाङ शेर्पा, हामी ताप्लेजुङकै हौँ, उहाँ पनि ताप्लेजुङकै हुनुहुन्छ। र 3 जना हुनुहुन्छ निर्णायकमा। हेरौँ अब आज डोको बुन्ने प्रतियोगिताको प्रथम स्थान कसले हासिल गर्नुहुने हो, यसै भन्न सकिन्न। निकै रमाइलो छ। त्रिपाल ओछ्याइएको छ अनि मिनरल वाटरको पानी छोड्न राख्नु भएको छ। पक्कै पनि मजाले दिन खुल्यो भने मौसम खुल्दा उखरमौलो गर्मी हुन्छ, चिटचिट पसिना आउँछ, मुखमा पानी लगाएर चोया भिजाउँदै हुनुहुन्छ, सँगै तिर्खा मेट्दै हुनुहुन्छ। र इमान्दारपूर्वक खेलको नियम हो, त्यो नियमलाई पालना गरेर धमाधम डोको बुन्न व्यस्त हुनुहुन्छ। हेरौँ त्यो कसले सबैभन्दा राम्रो डोको बुन्नुहुन्छ अनि छिट्टो बुन्नुहुन्छ अनि त्यो मापदण्डभित्र रहेर जसको डोको देखियो त्यो डोकोहरू सबै हामी यहाँनिर ल्याएर यो स्टेजमा डेमोन्स्ट्रेसन गराउनेछौँ र आयोजकसँग सल्लाह गरिसके पछाडि सम्बन्धित
अनि डोकोलाई यत्तिकै थन्क्याउने छैनौँ। पोहोर परार जस्तै कसैको लागि त्यो निकै उपयोगी हुनेछ। हामी त्यो वितरण पनि सायद गर्न पनि सक्छौँ र यहाँकोमा सजिनेछ यो डोको र आवश्यक पर्दा प्रयोग पनि हुनेछ र हामी धमाधम डोको बुन्ने प्रतियोगिता भइरहेको छ। हेरौँ 14 जना प्रतिस्पर्धीहरूमध्ये कसले बाजी मार्ने हो। यहाँनिर घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोरसाईज्यू सँगै हुनुहुन्छ, निर्णायक हुनुहुन्छ। फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझा सँगै त्यहाँ फोटो सेसनको कार्यक्रम पनि चलिरहेको छ। सचिवालय सदस्य, मूल आयोजक समिति निता सिंह त्यही हुनुहुन्छ, अन्य महानुभावहरू हुनुहुन्छ। हामी त्यो डोकोलाई यहाँ ल्याउनेछौँ अनि हाम्रो जो डोको बुन्ने प्रतियोगितामा सहभागी हुनुभएका आदरणीय बुबाहरू, दाइहरू, भाइहरू, उहाँहरूलाई यो स्टेजमा ल्याएर हामी सम्मान स्वरूप खदा ओढाउने पनि छौँ। हाम्रा अतिथिहरू पनि विशिष्ट अतिथिहरू पनि हुनुहुन्छ। हामी भरे विधागत रूपमा हामीले छुट्याएका छौँ। डोको बुन्ने प्रतियोगिता लगत्तै हामीले आजको कार्यक्रममा अन्तरपालिका स्तरीय वक्तित्व कला प्रतियोगिता समावेश गरेका छौँ। प्रत्येक गाउँपालिकाबाट एक-एकजना छनौट भएर विद्यार्थीहरू आउनुभएको छ र जम्मा उहाँहरू 9 जना हुनुहुन्छ र उहाँहरू यहाँनिर सहभागी भइसके पछाडि प्रतियोगिता सके पछाडि हामी साहित्यिक कार्यक्रममा रमाउनेछौँ। स्रष्टाहरू आउनुभएको छ। हामी यो मञ्च आज निकै रमाइलो गरी व्यस्त बनाउनेछौँ। धेरै ज्ञानगुणका कुराहरू सिक्नेछौँ। आउने सन्ततिहरूलाई हाम्रो साहित्यको महत्त्वको बारेमा धेरथोर जति भए पनि सुनाउनेछौँ। सँगै साइक्लिङ गरेर आउनुभएका साथीहरू पनि बजार आइपुग्नु भएको छ। उहाँहरूलाई पनि हामी यहाँ सम्मान गर्नेछौँ। ताप्लेजुङ यस्तो ठाउँ हो, धार्मिक तथा पर्यटकीय स्थलले भरिपूर्ण भएको जिल्ला हो। आज मात्रै विश्वको धेरैवटा हिमालहरूमध्ये तेस्रो हिमाल, नेपालको दोस्रो हिमाल कञ्चनजङ्घामा आरोही गर्ने आरोहीहरू सायद आज बेलुकी उहाँहरूले सफलतापूर्वक आरोहण गर्नुहुन्छ होला। उहाँहरूको खबर हामी प्राप्त गर्दैछौँ। हिमालतिर धेरै आरोहीहरू जानुभएको छ। हामीलाई दिनुभएको जानकारी अनुसार 35 जना विदेशी आरोहीहरू हुनुहुन्छ कञ्चनजङ्घाको शिखर चुम्नका लागि अनि उत्तिकै सङ्ख्यामा नेपाली आरोहीहरू पनि हुनुहुन्छ।